ल आज चाहिँ हामीहरू तिनजना चाहिँ ट्रायङ्गुलर म्याच खेल्दैछौँ जसमा चाहिँ फर्स्टमा विशाल म कैलाश पट्टे दाइ हजुर नाम भन्नु त पेमा लामा एमा लाने अब तिनजना चाहिँ हामीहरू पहिला टच गर्छौँ दुईजनाको म्याच हुन्छ एउटा चाहिँ बाइकमा पर्छ हेरौँ है को जित्छ होला ल स्टार्ट ल टच गर साथी यसले यो चाहिँ प्लेन यो चाहिँ माउन्टेन ल सो गली क्रिकेटमा यस्तो हुन्छ तपाईँ र म है त प्लेन एन्ड माउन्टेन हुन्छ प्लेन ल प्लेन आएको छ दाइले जित्नु भएको छ अब दाइ चाहिँ अब अहिले एकछिन वेट गर्नुहुन्छ दाइले दाइको र मेरो हुन्छ अब म चाहिँ बाइमा होइन तिमी बाइमा हुन्छ म बाइमा ल ल मैले चाहिँ चोइस गर्नु पर्यो म ब्याटिङ गर्नु पर्यो तपाईँ के चोइस म ब्याटिङ ब्याटिङ आई चुज ब्याट ल दाइले ब्याटिङ लिनुहुन्छ हेरौँ विशालले बोलिङ गर्छ 6 बल च्यालेन्ज है ल ओके हुन्छ ल स्टार्ट क्यामेरा अन गरेर साथी नजिक ल्याऊ साथी क्यामेरा ओ फर्स्ट बल 0 रन चौका हुँदैन अगाडि सिधै उस्तरी मात्र चौका ओ डाइरेक्ट 4 ल बाउन्ड्री बाउन्ड्री पज नगर ओ मिस तर क्याचले एज लागेको थियो एजको त्यस्तो चाहिँ किपिङ चाहिँ नहुने है लागिसकेको थियो एज सेकेन्ड बल ओ सेकेन्ड बल डट बल भएको छ सेकेन्ड बल चाहिँ विशाल अन फायर फायर मुड दाइ के गर्नुहुन्छ अब थर्ड बल के फाल्छ होला उसले वाइड बल वाइडको रन यस वाइडको रन काउन्ट हुन्छ नि 5 रन दाइ अब के सर्ट हान्नु जस्तो लाग्यो तपाईँलाई बल चाहिँ बाउन्स फाल्ला जस्तो छ हैन ल ब्याकफुट खेल्नु पर्ला ब्याकफुट दाइले चाहिँ ब्याकफुट खेल्नुहुन्छ भन्दै हुनुहुन्छ ओ गुड सर्ट बट 0 रन यहाँ चाहिँ अब शानदार म्याच भइरहेछ दुईजनाको बिचमा अब कसले चाहिँ हेरौँ म चाहिँ अहिलेको रेफ्रीमा बाइमा पढिसकेको छु ओ गुड बल अलमोस्ट हिट द स्टम्प भइहाल्थ्यो दाइ प्रेसरमा आइसक्नु भएको छ है दाइले अब के गर्नुहुन्छ हामीहरूको प्लेयरहरू आइराख्नु भएको छ ओ अलमोस्ट 6 वाट सर्ट कस्तो भइरहेछ त सर्ट आयो बवाल भयो अब हेरौँ बुवाईको बल चाहिँ खतरा आउँदो रहेछ स्विङ फाल्दो रहेछ फास्टमा पेसमा स्विङ फाल्दो रहेछ पेमा दाइले शानदार सर्ट हानेको छन् लास्ट बल चाहिँ इनिङको ओ वाट बल ओभर तपाईँले फालिने बल ल विशाल कतिको टार्गेट भइरहेछ 10 को के छ 10 हो दाइले एउटा छक्का हानेछ म दुईटा छक्का हानेर गेम फिनिस 2 छक्का हानेर कति बलमा जित्ने चाहना छ सो टार्गेट 6 बलको आई थिंक मेरो हिसाबमा 4 बलमा गेम फिनिस ओ विशालले चाहिँ 4 बलमा गेम फिनिस गर्छ भनेर प्रेडिक्ट गरिरहेछ हेरौँ विशालको हुन्छ विशालको यो कन्फिडेन्ट कतिको ओ डट बल फर्स्ट बल डट बल विशाल प्रेसरमा आइसकेको छ अब जिम मात्र गर्छ विशालले यहाँ जिम होइन जित्न लागि विशालले ओ वाइड बल तर दाइको वाइड बल काउन्ट हुँदैन किनकि दाइ प्रोफेसनल बलर होइन तपाईँको दाइ वाइड बल फाल्न मिल्छ भाइ अर्गनाइजर म यार रुल मैले बनाउँछु राइट बल वाट अ बल यार वाट अ बल राइट टप अफ द स्टम्प आछ 2 बलमा 0 रन आउट के लागिरहेछ 4 बलमा जित्छ भनिरहेको थियो के भयो 3 बलमा 10 रन चाहियो अब हेरौँ के हुन्छ
विशाल आफूले मनमा नै अघि धेरै ओभर कन्फिडेन्ट थियो वाइट बल पर वाइट बल पज गर्दै गर न बलहरुको ओ 4 रन कति रन भयो विशाल तिम्रो 4 रन 3 बलमा है दाइ पेममा दाइ बल फाल्दै हुन्छ ओ डट बल त्यस्तो कन्फिडेन्स चाहिँ के भयो अहिले के भन्नुस् विशालले यता छक्का हान्दैन विशालले दाइ के भन्न चाहनुहुन्छ सेलिब्रेसन दिनु जित्यो